माथि पानी पर कस्तो भिजा थियो मलाई अनि त्यो ठडाको पानी पुरै त भिजो त त्यो प्लास्टिक ओडेको टोपी यस्तो नगरेछु त्यो थुप्रै ऱ्याङ्कर थियो खोइ कता कता बाबाले कता कता के गर्नु कहिले भिजाएको पानी कति बजे हो नि यो 3:30 बजे होला त्यस्तै भयो फेरि हावा थियो एकचोटि आउँछ यहाँ पानी मर्दैन यहाँ त पर्ने बिहान आउँदैन कस्तो पर्यो त अनि चाउथे तल कटेको त फेरि सुक्खा थियो त्यस्तै हो पोखरामा त पानी आउनु पानी पर्न लाग्यो त भनेको थियो केटाहरूले अर्कोले के गरेछ त नि अब त्यो टाइपिङ गर्ने के गर्ने गर्छ त्यो एउटा पनि के गर्ने यसो कम्प्युटरबाट गरिदियो सङ्गमले यसो गर भनेर सिकाइदियो अनि फ्याक्ट नयाँ केटा ए उसको कुरो छ क्या त्यही चियासिको आफ्नो मान्छे आमाको बहिनीको छोरो गयो कता कतै नजान्दैसँग गर्छु जानी भयो भन्छु 10 बजेपछि आउँछन् होइन त्यो केटा नि त्यो गर्दा छिटो पाउने 10 बजे आउँछ त्यो गर्दा छिटो आउँछ त्यसलाई मैले अस्ति हेर्नु भएको थिएँ त्यो उसँग चाबी बाबा त्यो केटासँग चाबी छैन त्यसलाई अहिले दिनु बुझेन हुन्छ अनि घरको चाबी प्यानमा छ लगत गरे केही छ पैसा पनि छैन नभए कहाँ छोडेर हिँड्नु अहिले 2000 बस्यो पैसा उहाँ किरण तारान टिकाबाट तर पैसा परेपछि नि सामान ल्याउनु पर्यो ये किडनैपर तो बड़ा ही कूल और स्टाइलिश लग रहा है बुढ़ी तो बोल दी किडनैपर ने अभी तीर कमान निकाला बुढ़ी झरी तपाईँ झरेसी ओ नो अरे यार निशाना चूक गया नातिलाई ठिक गर्दा घरमा एउटा दिन बसेर त्यहाँ चाहिँ हुन्छ